जय माता दी। आज म हजुरहरूलाई केही नौलो सामग्री लिएर उपस्थित भएको छु, जुन सगुन पानी कसरी गर्न सकिन्छ, सगुन पानीसँग सम्बन्धित भिडियो मैले आज हजुरहरूलाई लिएर आउने जमर्को गरेको छु। जय माता दी। आज म तपाईहरुलाई हाम्रो परम्परामा निकै महत्त्वपूर्ण रहेको सगुन पानीको बारेमा केही बताउने जमर्को गर्दैछु। दशैं तिहार विशेष पर्व तथा घरका शुभ कार्यमा गरिने यो सगुन पानी केवल चीज र वस्तुको अर्पण मात्रै होइन, बरु यो धार्मिक आस्था, शान्ति र सद्भावको प्रतीक हो भन्न म हिचकिचाउँदिन। पक्कै पनि अब म तपाईहरुलाई चरणबद्ध रूपमा कसरी सगुन पानी गरिन्छ, कसरी के राखिन्छ, कसरी स्थापना गर्न सकिन्छ, एकदम सजिलो तरिकाबाट हजुरहरूलाई म यो जानकारी प्रदान गर्न गइरहेको छु। सर्वप्रथम त कुनै पनि कार्य गर्नु अगाडि पूजन कार्यका लागि दियो र कलशको अत्याधिक आवश्यक पर्दछ। सबैभन्दा पहिला आफूले सञ्चालन अथवा पूजा थाल्ने क्रममा अथवा सगुन पानी गर्ने क्रममा देब्रेपट्टिको साइडमा एउटा टपरामा चामल राखेर सामान्य तरिकाले कलशको स्थापना गर्ने गरिन्छ र दाहिनेपट्टिको साइडमा दियो बाल्न सकिन्छ। हजुरहरूले कलशमा फूल, पाती र भरी पानी राखेर त्यसलाई सजाउन सक्नुहुन्छ। वरिपरिबाट त्यसलाई सिन्दुर लगाएर सजिलो बनाउन सक्नुहुन्छ अथवा आकर्षक बनाउन सक्नुहुन्छ। त्यसै गरेर दियो हजुरहरूले मनको साक्षी देवतालाई स्थापित गर्दै दियो बाल्न सक्नुहुन्छ। यसरी कलश र दियो राखेर पूजाको थालनी गर्ने गरिन्छ। अब सबैभन्दा माथिपट्टि अथवा अगाडिपट्टि दियो र कलश राखिसकेपछि त्यसभन्दा तलतिरपट्टि क्रमशः 9वटा धुनाहरू राख्दाखेरि विधि यो तरिकाले कि उत्तरपट्टिबाट दक्षिणतर्फ 1 2 3 4 गर्दै 9वटा धुनाहरू राख्नु पर्दछ। दक्षिणबाट धुनाहरू राख्न पाइँदैन, उत्तरबाट धुनाहरू राख्ने गरिन्छ, जुन लस्करै राख्ने गरिन्छ। अब हामीले धुनामा टोटलाको फूल अर्पण गर्ने गरिन्छ अथवा राख्ने गरिन्छ। टोटलाको फूल राख्दा पनि हामीले कुनै पनि चिज चढाउँदाखेरि प्रत्येकमा हामीले भाव व्यक्त गरेर मारापाचे सुनुवारलाई पुकारेर हामीले यस्तै सक्यौँ, यस्तै गऱ्यौँ, हामीले यस्ता चिज चढाउँदैछौँ है भनेर हामीले पुकार्दै राख्न सकिन्छ। प्रत्येक धुनामा उत्तरपट्टिबाटै नै टोटलाको फूल पनि राख्ने गरिन्छ। दक्षिणपट्टिसम्म 9वटा धुनामा राख्ने गरिन्छ। त्यसपछि हामीले जुन धुनामा टोटलाको फूल अर्पण गरेका छौँ त्यसमाथि खट्टे राखिन्छ। खट्टे भन्नाले तेलमा भुटिएको चामल र तोरी गुन्द्रुकसँग मिसाइएको परिकार भन्ने बुझिन्छ। यसरी हामीले त्यसपछि हरेक धुनामा गुन्द्रुक मात्र पनि चढाइन्छ अथवा तोरीको गुन्द्रुक भन्नाले विशेष गरेर हामी तोरीको गुन्द्रुक चढाउने गर्दछौँ। त्यसपछि क्रमशः प्रत्येक धुनाको मुन्तिरपट्टि अबिरका धर्साहरू जस्तो अबिर चढाउने, हामी धुनामा अबिर राख्दैनौँ तर धुनादेखि मुन्तिरपट्टि प्रत्येक धुनामा अबिर चढाउने गर्दछौँ। अबिर क्रमशः उत्तरपट्टिबाट दक्षिणतर्फ प्रत्येक धुनाका मुन्तिरपट्टि ठिक अगाडिपट्टि धुनादेखि मुन्तिरपट्टि अबिर चढाउँदै उल्लो छेउदेखि पल्लो छेउसम्म पुग्ने गरिन्छ। त्यसमाथि प्रत्येक अबिरमाथि पैसाको डलर चढाउने गरिन्छ। पैसाको डलर क्रमशः राख्दै उत्तरपट्टिबाट दक्षिणतर्फ हामीले कुनै पनि हरेक कार्य गर्दा यस सगुन पानी विधिमा उत्तरपट्टिबाट दक्षिणतर्फ हामीले चढाउँदै राख्ने गर्छौँ अथवा बखान्दै उत्तरपट्टिबाट दक्षिणतर्फ राख्ने गर्दछौँ। अबिरमाथि पैसा अथवा डलर राखिन्छ। पैसामाथि आफ्नै गच्छे अनुसार फलफुल नैवेद्यहरू काटेर प्रत्येक अबिरमाथि हामी चढाएका अबिरमाथि अथवा अबिर राखिएको पैसामाथि फलफुलहरू राख्ने गर्दछौँ। त्यसै गरी
फलफुललाई काटेर होस् अथवा पुङ्गी फल पुरा फलका रूपमा पनि हामीले अर्पण गर्न सक्दछौँ। अब त्यसपछि ती प्रत्येक हामीले चढाएका पैसामाथि अथवा ती हामीले लगाइदिएको तिलक अथवा रातो अबिरमाथि हामीले पैसामाथि फल अथवा त्यसमाथि फेरि हामीले पानको पत्ता क्रमशः अर्पण गर्दै गर्दै उल्लो छेउदेखि पल्लो छेउसम्म हामी पुग्ने गर्दछौँ। अब विशेषतः हामीले यसरी चढाउने क्रममा एउटा रोटी सिङ्गै रोटी हालेर हामीले बाबर रोटी हालेर त्यसलाई टुक्रा टुक्रा बनाएर 9 टुक्रा बनाएर पनि चढाउन सक्दछौँ। अथवा हामीले प्रत्येक रोटी नहालेर पैसा जस्ता साना साना रोटी हालेर पनि प्रत्येकमा सिङ्गै पनि चढाउन सक्दछौँ। त्यसले केही पनि असर पार्दैन। अब हामीले रोटी चढाउने क्रममा त्यसभन्दा तलतिर रोटीका 9वटा टुक्राहरू क्रमशः पानदेखि तलतिर चाहिँ फेरि अर्को लाइनमा हामीले तलदेखि उत्तरपट्टिको छेउदेखि दक्षिणपट्टिको छेउसम्म क्रमशः 9वटा रोटीका टुक्राहरू अथवा रोटीहरू राख्ने गर्दछौँ। ती टुक्रामाथि टुक्रा उत्तरबाट दक्षिणतर्फ क्रमशः हामी चढाउँदै जाने गर्दछौँ। अब हामीले रोटीमाथि पुनः फेरि फलफुल भुटेको चामल अथवा खट्टे तोरीका गुन्द्रुक यसरी टोटलाको फुल क्रमशः हामीले फेरि रोटीमाथि पनि त्यसरी नै फलाक्दै बखान्दै हजुरहरूले चढाउन सक्नुहुन्छ। जुन उत्तरपट्टिबाट दक्षिणपट्टिसम्म 9वटै दुनाका सिधै तलतिरपट्टि हामीले क्रमशः राख्दै जाँदछौँ। हाम्रो 3 स्टेप जस्तो देखियो हामीले यसरी काम गर्दाखेरि। सुरुमा हामी दुना, दोस्रो पल्ट तलतिर अबिर हामीले चढाउँछौँ। दुनामा अबिर राख्दैनौँ प्रत्येक दुनामा, तर दुनादेखि तलतिर अबिर चढाउँदै छेउसम्म पुग्दछौँ। र तेस्रो चरणमा चाहिँ हामीले के गर्दछौँ त भन्दा रोटीका पैसा अथवा टुक्राहरू क्रमशः उत्तरपट्टिका साइडदेखि दक्षिणपट्टिका साइडसम्म क्रमशः राख्दै चढाउँदै जाने गर्दछौँ। अब विशेषतः हामीले चढाउने हाम्रो ठाउँमा छ, हामी गर्छौँ, हामीले गर्नु पनि पर्छ। यसरी नै हो, चढाउने कुराहरू यिनै नै हुन्। तर हामीले विशेषतः यसलाई चढाउँदाखेरि कुनै पुजारी अथवा यो व्यक्तिगत आफूले स्वयं उपस्थित भएर आफै व्यक्तिले जो घरधनी हो उसैले आफैले गर्नुपर्ने हुँदा यसलाई आफूले नै शक्ति माग्नुपर्छ। विशेषतः यो आफै उब्जिएको होइन, यो अरूका घरदेखि आएको हो अथवा हामीले मान्दै पुर्खा कालदेखि हाम्रो यो स्थानान्तरण हुँदै अथवा हस्तान्तरण हुँदै हाम्रा हजुरबा बुवाहरूले हामीलाई दिनुभएको हो यो भन्ने भावले हामीले यसलाई एकदम जानी बुझिकन एकदम सुरक्षित तरिकाले सचेत भएर हामीले सदैव यो गर्न सक्छौँ। यो ठुलो कुरो पनि होइन, यसलाई सामान्य तरिकाले हामीले एकदम पुकार्दै हामीले यसलाई बखान्दै गर्न सक्दछौँ। अब बखान्दा चाहिँ के भनेर बखान्ने त विशेषतः हजुरहरूले पनि सक्नुहुन्छ, हजुरहरूलाई पनि यस्तै भावहरू उत्पन्न हुन सक्दछ। अब हेर्नुहोस् त, अब हामीले के भन्दै बखान्छौँ त भन्दाखेरि हे देवी देवता, हामीले 9वटा दुनामा फुल गट्टे गुन्द्रुक अबिर पैसा फलफुल रोटी अर्पण गरेका छौँ। यो अर्पणसँगै हाम्रो घरमा कुनै पनि दुःख नहोस्, रोग नलागोस्, अशान्ति नहोस्, दुख्ने पोल्ने घाउ हात खुट्टा अथवा खटिराहरू केही पनि उत्पन्न नहोस्। यसबाट हामीलाई पर्ने विभिन्न खालका नराम्रा खालका आइपर्ने हाम्रा मनमा आइपर्ने डर त्रासहरू सबै सम्पूर्ण नष्ट भएर जाउन्। हाम्रो खेतीपाती बाली पशुपालन परिवार सन्तान सबैमा शुभ लाभ होस्। हामीलाई टाउको दुख्ने, घुँडा दुख्ने, पेट पोल्ने, गाईबस्तु बिग्रने, दुध नदिने अथवा दुध दिँदा बिग्रने, कहिले दुध रातो त कहिले दुध पिप जस्तो आउने, कहिले बाछा बिरामी हुने त कहिले गाई बिरामी हुने, कहिले गाईका खुट्टा सड्किने त कहिले अचानक तर्सिने, हाम्रा धान बाली खेतीपातीहरू सबै कहिलेकाहीँ अचानक नराम्रा भयहरू आइपर्ने, वस्तु भाउमा बाख्रा पाठामा अथवा घर परिवारमा विभिन्न खालका समस्याहरू अचानक आइपर्ने,
यस्ता किसिमले गर्दा हामी अत्यन्त दुखी छौँ। हामीले हजुरले आश गरेर हामीमा यस्ता विभिन्न भयहरू उत्पन्न गराउनुहुन्छ भन्ने अभिप्रायले हामीले हजुरलाई यसरी नै पुकार्दै लगेका छौँ। हजुर, हामीले जस्तो खान्छौँ यो नवदुर्गाको अवसरमा, दुर्गा पाठको अवसरमा अथवा नवदुर्गा अथवा विभिन्न हाम्रा यस्ता कार्यक्रमका अवसरमा हामीले हजुरलाई यसरी छुट्याएका छौँ है। हजुर, केही हामीबाट भुल गल्ती भए हामीले जस्तो खान्छौँ, हामी ब्राह्मण कुलमा अथवा हामी क्षेत्रीय कुलमा, हाम्रा कुलमा हामी जस्तो चलाउन सक्छौँ त्यस्तै दिन्छौँ है। हजुर, हामीले शरबत बनाउँदाखेरि हजुरलाई प्रत्येक एउटा ग्लासमा सामान्य चिनी अबिरले हामीले जस्तो खान्छौँ शरबत बनाउँदा हामीले हजुरलाई एकदम राम्रो तरिकाले ल्वाङ, मरिच, चिनी, हामीले मह यस्तै प्रकारका विभिन्न मिष्टान्न तरिकाले हजुरलाई शरबतको रूपमा ग्रहण गर्नका लागि दिएका छौँ है। हजुर, हामीले यस्तै जान्यौँ, यस्तै सक्यौँ, यस्तै गऱ्यौँ। हामी ब्राह्मण कुलमा हुर्किएका हुनाले हामीले नखाने कुरो हामी सगुन पानीका रूपमा चाड रक्सीहरू हामी भोग लगाउन सक्दैनौँ। त्यसैले हामीलाई नराम्रा अथवा हामीबाट विभिन्न किसिमका नखाने चिजहरू आश नगर्नुहोस्। यस्तै दियौँ, यस्तै सक्छौँ, यस्तै खाएर खुसी भएर जानुहोस्। हजुरलाई नै हामीले विभिन्न नैवेद्यहरू पनि चढाएका छौँ है परमेश्वर। राम्ररी खानुहोस् है परमेश्वर, राम्रो आशीर्वचन दिनुहोस्, राम्रो आशीर्वाद दिएर खाइदिनुहोस्। हामीले आफूले जस्तो खान्छौँ त्यस्तै नै दिएका छौँ। हामीले नमिठो नराम्रो पारेका छैनौँ है परमेश्वर। जानेको बुझेको जस्तो तरिकाले गऱ्यौँ जान्यौँ हजुरले स्वीकार गरिदिनुहोस् है परमेश्वर। यसरी नै हामीले फुलहरू फलहरू हजुरलाई आफूले जाने जस्तो सके जस्तो तरिकाले अर्पण गरिरहेका छौँ। राम्ररी लिइदिनुहोस्, खाइदिनुहोस्, आइदिनुहोस्, राम्रो हाँसी आशीर्वचन दिनुहोस्, राम्रा वचन बाणीहरू प्रदान गरिदिनुहोस् है परमेश्वर। हजुरको कृपा हामीमा रह्यो भने मात्र हामी यो धरतीमा रहेको आभास हुनेछ परमेश्वर। जति सकेको जति गरेका छौँ आइदिनुहोस्, खाइदिनुहोस् है परमेश्वर। हामीले केही नराम्रो गल्ती गरेको भए हामीलाई माफ गरिदिनुहोस् है परमेश्वर। हजुरले प्रदान गर्नुभएको यस नवदुर्गाको अवसरमा हामीले राम्ररी हजुरलाई प्रदान गरेका छौँ है परमेश्वर। राम्ररी आइदिनुहोस् है, खाइदिनुहोस् है परमेश्वर। एकदम आशीर्वचन दिनुहोस् परमेश्वर। परमेश्वर, हामीले जानेको सकेको जति यस ब्राह्मणको कुलमा हजुरलाई बोलाएर यसरी नै हामीले शरबत खुवाएका छौँ। हामीले यो आफूले चलाउने जति, आफूले जाने जति, आफूले खाने जति मात्रै दिएको हो। हजुरलाई हामीले मिठो बनाएर शुद्ध पानीमा मिश्रण हालेर विभिन्न चिनी आदिका विभिन्न सुगन्धित बनाएर हजुरलाई हामीले चढाएका छौँ है परमेश्वर। हामीले जस्तो खान्छौँ हामीले त्यस्तै मात्रै दिएका छौँ। हामीले आफूले नखाने, आफ्ना कुलमा नचल्ने दिएका छैनौँ। त्यही भएर हजुरले हामीले जस्तो खान्छौँ त्यस्तै स्वीकार गरिदिनुहोस् है परमेश्वर। परमेश्वर, राम्ररी ग्रहण गरिदिएर हजुरहरू तृप्त भएर गइदिनु होला।